छिटै तेरो दुईटा ल के भयो के हुनु नि दुईटा एउटै खातमा रङ्गे हात देखेँ राम 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 के सुन्नु पर्यो मैले के गरे तिमीहरूले लाज छैन तिमीहरूले बुवा बुवा के भइरहेछ यहाँ मिटिङ त ठुलै देखेछु मैले मिटिङ भएको छ यहाँ तेरो माइली दिदी र भेनाजुको भित्र मिटिङ भइरहेको थियो के भनेको तैँले ए दिदी के भन्छ ठुल्दिदीले के गरे भनेर भन्न बोल्न सक्दिनस् बोल्नु नि आफूले गरेको गल्ती के हो मैले पुरै के गरे भने मलाई घरमा यही गर्न राखे हो नलान के घरमा मैले यही गर्न राखे हो के भयो माइल दिदी भन् त के भएको लाज पछि कि नकचरी यही गर्नलाई मेरो घरमा आएर बसेकी होस् मेरो घरमा आएर बसेकी होस् यही गर्नलाई के भयो बुवा यही गर्नलाई आएर बसेकी होस् नगर नगर त्यसो नगर के भएको थियो र गाउँलेले सुनाएर के फाइदा छ आफ्नो इज्जत जान्छ त्यही त म चाहिँ कसरी सुहाएर बस्नु नि सुहार्नु मैले अफिसबाट तिमीलाई म दिनको 3 चोटि फोन गर्छु बुढी हेर म भने बुढो कतिखेर अफिसबाट आउनुहुन्छ भनेर कुरेर बस्या हुन्छु बिहानको खाना बेलुका बेलुकाको खाना बिहान गरेर खाएको हुन्छु कहिल्यै टाइममा खाना खाएको हुँदिनँ तपाईँको कारणले तपाईँको मायाले तपाईँको नि बाहिर बाहिर मोमो पिज्जा खाएर हिँड्ने राम्री राम्री घुमाएर हिँड्ने म लाठी हुनुको फाइदा उठाउनु भएको छैन म सोझो भएर होइन तिमीलाई यस्ता चाहिने नचाहिने कुरा चाहिँ कसले सुनायो भने बुढी कहाँ हिँड्न भ्याउँछ कहाँ हिँड्छ हो अफिसको कामले टोइलेट जान त फुर्सद हुँदैन अर्काको काम नगरे बोस रिसाउँछ साउ रिसाउँछ अब कतै जानु पर्यो भने पनि एक दिन एकछिन अगाडि तिमीलाई फोन गरेर बुढी म यस्तो ठाउँमा जाँदैछु भनेर फोन गरेर मात्रै जाने मान्छे होइन यो दायाँ बायाँ केटी घुमाउनु मलाई फुर्सद हुन्छ होला भने तिमी आफै भन्दा बुढी यहाँ म घाँस काट्न लागेको ठाउँमा आउनु अनि हामी दुईजना बरु सहरतिर गएर बसौँ नभए मेरो माइतीमा गएर बसौँ उतै जस्तो हुन्छ त्यस्तै खाम्ला जस्तो हुन्छ त्यस्तै लाम्ला दुईजना मिलेर दुःख गरेर बसौँला अनि तिमीले कस्तो कुरा गरे के तिम्रो माइतमा गएर म बस्छु म घर चाहिँ गएर बस्छु अलिकति भन्ने पनि एउटा हुन्छ नि यार अनि के चाहिँ गर्ने त हजुर यहाँ बस्यो भने त्यो केटीसँग बिहे गर्ने उता गएर बस्न नमान्ने आमाको लागि बिहे गरिदिने भन्ने म चाहिँ के गर्ने त ल ल तिमी जेसुकै गर म चाहिँ घरतिर गएँ ल साँच्ची कि म मन परेको हो त तिमीलाई मन नपरेको भए यसरी बोलेर बस्थेँ त बिहे गरौँ भन्थेँ त कस्तो लाग्छ म तिमीलाई भन त नढाँटिकन राम्री राम्री मात्रै भनेर हुन्छ त्यो मनदेखि भन्नु पर्यो नि त्यो त तिमीले मुखले मात्रै राम्री ठिक्क पार्नलाई भने जस्तो गर्यो सुन न भन न तिमीलाई मलाईसँग बिहे गर्ने विचारै छ भने बिहे गरेर मलाई अस्ट्रेलिया लान्छौ कि यहीँ घरमै राख्छौ त अनि अब तिम्रो खुसी के छ म त त्यही गर्छु भोलि बिहे गरेर बुवा आमाले हुँदैन काम गर्नुपर्छ बुहारीलाई यहीँ छोडिदे भन्यो भने त अनि यहीँ छोडेर तिमी मात्रै लुरुक्क जालाउ अनि म त यहाँ घर काम गरेर बस्नै पर्यो फेरि म विदेश गइसकेपछि 2-4 वर्षको कुरा त हो उताबाट पिआर पठाउँछु पिआर पठाइसकेपछि फेरि डिपेन्डेन्टमा तिमीलाई लिएर जान्छु साँच्ची हो नि मैले नि झुट बोलेर नि बिहे गर्छु होला त अनि बिहे गरेर यहीँ बसेर एउटा दुईवटा बच्चा जन्माएर गए हुँदैन त अब बिहे गरिसकेपछि अब त्यो त स्वाभाविक भइहाल्छ नि अब त्यो के हुन्छ कसो हुन्छ त्यो त बिहेपछिको कुरा हो नि होइन र बिहेपछिको कुरा हो नि होइन र भनेर बिहेपछि त के हुन्छ नि पहिले नै फिक्स गरेर जानु पाए पो अनि त्यहाँबाट भनेको जति कुरा ल है यसो भनेर ल्याएको होइन भनेर भोलि भन्न पाइन्छ त नि अहिले बिहे नहुँदै चाहिँ तिमीलाई ए रानी बनाएर राख्छु नि अस्ट्रेलिया लान्छु नि भनेर भन्लौ भोलि लिएर गइसकेपछि लो यहीँ गाई भैँसी गोबर फालेर बस्नुपर्छ तँलाई यहाँ घरमा काम गर्न ल्याएको बुवा आमालाई साथी बनाउन ल्याएको अस्ट्रेलिया लान ल्याएर भनेर यहीँ छोडिराखेर गयो भने मैले त्यस्तो गर्दिनँ के मैले त बिहे गरेपछि सँगै लिएर जाने हो त्यो भएर पो मैले तिमीलाई भनेको त होइन भने किन पो यसरी तिम्रो घरमा आएर तिम्रो हात मागेर बिहे गर्थ्यो त होइन अन्त सिधै यस्तो हो भनिहाल्थ्यो नि मागेर लिएर जाने भनेर विश्वास दिलाएरै लिएर जाउँ भनेर पो तिम्रो घरमा आएको त साँच्चै लान्छौ नि अस्ट्रेलिया साँच्चै लान्छु के सँगै लिएर जान्छौ कि पछि बोलाउँछौ त अनि पहिला म गइसकेपछि फेरि तिमीलाई बोलाउँछु खै तिमी गएपछि त म आउन त त्यस्तै होला
ल तिमीलाई त्यस्तो लाग्छ भने सँगै जाउँला। अब बिहे गरिहाल्ने हो भने सबै कुरो मिलाएर सँगै जाने हो। तिमी पहिला जाने, म पछि आउने हुँदैन नि फेरि। ल तिम्रो खुसी नै मेरो खुसी हो। मैले तिमीलाई मन पराइसकेँ त, अब तिमीले जे भनौ त्यही मानिहाल्छु नि।